दर्शकबिन स्वागत छ। म हो अजहाङ चेम्जोङ र हाम्रो चेम्जोङ युट्युब च्यानलले हेरिरहनु भएका सम्पूर्ण देश विदेश जहाँ रहनुभएको जहाँबाट हेर्दै हुनुहुन्छ यो भिडियो अन्तसम्म हेरेर साथ दिनुहोला र यो भिडियो चाहिँ विशेष रहनेछ भन्दा पनि यो एकदमै हाम्रो नेपालको वान अफ द बेस्टमा पर्ने मनाङ बजारतिर मनाङ भ्यालीतिर तपाईँहरूले लाँदैछु र मनाङतिरको बाटो कस्तो छ के छ ठाउँमा कस्तो छ र यो विशेष ठाउँहरू कस्तो छ तपाईँहरूले म भिडियो मार्फत म देखाउने नै छु। तपाईँहरूले यो भिडियोले अन्तसम्म हेर्नु होला। थ्याङ्क यू। यो एकदमै अक्करको भिडमा पुगिरहेको छौँ भनेर भन्नु नमिल्ने। अब तपाईँहरूले अगाडि क्यामेरा तपाईँहरूले यो भिडले हेरेर साथ दिनु होला, लाइक कमेन्ट र सेयर पनि गरिदिनु होला भन्दै पछाडिको मेरो सहकर्मी मित्रहरू पनि केही बोलिदिनुहोस् न। अब यस्तो भिडको बाटो हिँडिरहेको छौँ। दर्शकबिन अब भने चाहिँ पक्कै पनि यो मनाङ जाने बाटोको अक्करको भिड यो एकदमै डेन्जर भिड हो भन्ने कुरा चाहिँ हामीले बुझिरहेको छौँ र यो देखिरहेको बाटोमा हामी यात्रा गर्नेछौँ। तपाईँहरूले यो भिडियोले अन्त्यसम्म हेरिदिनु होला र एकदमै खतरा छ बाटो। सबैजना यो भिडको बाटो हेरेर डराइरहनु भएको छ र म चाहिँ ढुक्कले गाडी चलाइरहेको छु, ड्राइभ गरिरहेको छु। अब भने चाहिँ खासै त्यति डेन्जर छैन बाटो र फेरि पनि हामी यो अलिकति अप्ठ्यारो बाटोमै आइपुगिरहेको छौँ र यो अप्ठ्यारो बाटो पनि एकदमै तल फेरि बजार पनि रहेछ। यो चाहिँ देवीघाट बजार होला, सायद त्रिवेणी बजार होला। राम्रो छ बजार, सानो सुन्दर बजार। मासतिर फेरि झर्ना पनि रहेछ होइन हो, सानो झर्ना पनि रहेछ। त्यो झर्ना चाहिँ म आफै ड्राइभ गरिरहेको कारणले म तपाईँलाई त्यो झर्ना देखाउन सकिनँ। आई एम सरी फर द्याट। अब चाहिँ जस यो एकदमै डेन्जर भिड चाहिँ हामीले काटेको अवस्था छ र एकदमै ढुकढुक हुँदै सबैजना मेरो सहकर्मी मित्र साथीहरू पनि सबैजना डराइराख्नु भएको थियो र पनि अब हामी पार गरिसक्यौँ। सबैजना खुसी मनाऊ। दर्शकबिन अब भने चाहिँ एकदमै एउटा सुन्दर झरनामा आइपुगिसकेको छौँ हामी र यस्तो आनन्द फिल भइरहेको छ। वाउ बढ्ने ठाउँ छ। पारी हेर्दाखेरि एकदमै एउटा प्रकृतिको कपबाट आइरहेको एउटा बगिरहेको झरना देख्न सकिनेछौँ। सुन्दर झरना पार गरिसकेपछि फेरि अर्कै झरना हामीले हेर्नु सक्नेछ र यो झरनाको नाम चाहिँ अक्टोपस झरना भनेर भन्दो रहेछ। यो अक्टोपस झरना चाहिँ पानीको स्रोत अलिकति कम भएको कारणले गर्दा हामीले त्यति राम्रो चाहिँ देखिरहेको छैन र यो पनि मनाङ जाने बाटोमै पर्छ र एकदमै अब यो पनि हामीले हेर्दाखेरि पहिला युट्युबमा हेर्दाखेरि त एकदमै राम्रो देखिरहेको थियौँ र आज चाहिँ पानीको अभाव भन्ने सबैले बुझिरहेको छौँ र ठिकै छ। अब अगाडि हामी देखाउँ। यो बजार चाहिँ खोइ के बजार हो थाहा पनि भएन। अब यहीँ रोकेर सोध्ने कुरा पनि भएन तर एकदम सानो भए पनि मैदानमा घरतिरमा एकदम सुन्दर बजार छ है। यस मनाङ आउँदाखेरि तपाईँहरूले सबैले देख्नु सक्नुहुनेछ। यो झरना पनि हो र एउटा सानो भिलेज छ, दामी सबै कोटेजै कोटेज पनि रहेछ है। एकदम पर्यटकीय क्षेत्र जस्तै लागिरहेछ मलाई। त्यहाँ बाटो पनि रहेछ, सायद यही बाटो जान्छ होला। हामी फर्केर आउँदा यहाँ पनि भिजिट गर्न सकिने रहेछ भन्ने आशा छ। दर्शकबिन अब चाहिँ एकदमै मुटु नै काली लाग्दो डेन्जर बाटोमा आइपुगिसकेको छौँ। यो अन्तिम बाटो अरे भन्ने कुरा, मनाङ जाने बाटोको यो लास्ट डेन्जर बाटो। अब यो पार गरिसकेपछि चाहिँ खासै त्यति साह्रो डेन्जर बाटो छैन अरे भन्ने कुरा हामीले जानकारी पाइसकेको छौँ र यो चाहिँ अति नै डेन्जर बाटो छ र यो एकदमै यो वान मिस गेम फिनिस बाटो नै छ। यो एकदमै जोखिमपूर्ण बाटो हो र यस्तो बाटोमा पनि हामी यात्रा गरिरहेको छौँ। सबैजनालाई हामीलाई हेरेर साथ दिनु, हाम्रो युट्युब च्यानललाई हेरेर साथ दिनु होला र हाम्रो फेसबुक पेजले पनि फलो गरिदिनु होला भन्दै हामी अगाडि बढिरहेको छौँ। एकदमै गाह्रो छ बाटो, यो एकदमै डेन्जर, मलाई त एकदमै लास्टै डेन्जर लागिरहेको छ तर पनि हामी अब पार गर्ने पर्यो। हामी गन्तव्य पुग्ने नै छौँ र तपाईँहरूलाई अन्त्यसम्म यो सबै भ्यालीको यो मनाङको सबै भिडियो हामी देखाउने नै छौँ र हाम्रो भिडियोले चाहिँ
हेर्दै गर्नु होला भन्दै हामी अगाडि बढिरहेको छौँ र एकदमै डेन्जर छ बाटो एकदमै अब चाहिँ जोखिमपूर्ण बाटो पार गर्दैछौँ तपाईँहरू पनि भिडियोमा हेर्नु सक्नुहुनेछ अलिकति मात्र के भयो भने पनि खोला पनि देखिराख्नु भएको छ यस्तो छ बाटो अब यो भनेर साध्य पनि छैन जानै पर्ने अब हाम्रो पनि बाध्यता भन्दा पनि हाम्रो इच्छा हो पहिलादेखि मनाङ जाने भनेर आज हामी जानेछौँ जसमा अब त्यस पार भइसकेको अब चाहिँ अब हामीले चाहिँ ढुक्क भयो थ्याङ्क यू सबैजनालाई दर्शकबिन अब भने चाहिँ खोला नाला र एकदमै डेन्जर भिर बाटोलाई पार गर्दै हामी यहाँ एउटा एकदमै राम्रो दृश्य हेर्न आइपुगिसकेको छौँ र हामीले देखिरहेको छौँ एकदमै तल्लोपट्टि मर्सिङदी नदी बगिरहेको छ भने माथिल्लो भेगमा यस्तो छ र तलपट्टि मर्सिङदी नदी पनि बगिरहेको छ र माथिल्लो भेगमा चाहिँ एकदमै यो ठुलो चप्लेटी ढुङ्गा छ र माथिल्लोपट्टि हिउँले पनि ढाकिरहेको छ र एकदमै राम्रो छ दृश्य अब भने हामी अगाडि बढ्न चाहन्छौँ यो मनाङ वाइमा पर्ने पहिलो हामी पोखरीमा आइपुगेका छौँ यो पोखरीको नाम चाहिँ ग्रिन लेक भन्दो रहेछ यो ग्रिन लेक पक्कै पनि ग्रिन लेक नै हो यो एकदमै माथिल्लोपट्टि देख्न सकिन्छ यो हिमालहरू पनि देख्न सकिन्छ भने यतापट्टि रहेको छ यो ग्रिन लेक यो एकदम पोखरी एकदमै ग्रिन छ एकदम निलो छ र एकदमै सुन्दर पोखरी रहेको छ भने यो चाहिँ पहिलो ग्रिन लेक यो अघिको चपेटी ढुङ्गा पछिको हेर्ने दृश्य भनेको यो ग्रिन लेक रहेछ अब यो ग्रिन लेक पछि के आउँछ तपाईँहरूले फेरि पनि देख्नु यो दोस्रो दृश्य भनेको चाहिँ यो पोखरीको नाम चाहिँ ब्लू लेक भन्दो रहेछ यो ब्लू लेकमा चाहिँ एकदमै झन् यो ब्लू लेक चाहिँ एकदमै पक्का ब्लू नै रहेको छ र यो एकदमै हेर्नुमा चाहिँ यति नै सुन्दर छ माथि हिमालको छाया पनि तल देख्न सकिन्छ भने एकदमै यो एकदमै राम्रो छ यो हिमालको माथिको छाया चर्लङ्गै तल देख्न सकिन्छ छर्लङ्गै एकदमै मजाले यो एकदम सुन्दर एउटा ब्लू लेक एउटा एकदम ब्युटी पोखरी पनि भन्नु चाहन्छु म चाहिँ यसलाई दर्शकबिन अब भने नेपालकै एकदम सुन्दर ठाउँ एकदमै ब्युटिफुल र एकदमै आनन्द रहने हिमालको काख या स्वर्गको टुक्रा भनौँ यस्तो आनन्द ठाउँ मनाङमा हामी आइपुगिसकेको छौँ र यो पछाडि देखिरहेको दृश्य चाहिँ मनाङ भ्याली बजार हो र माथि देखिरहेको दृश्य चाहिँ यो तिलिचो पोखरी जाने बाटो रहेछ म चाहिँ अवश्य पनि तिलिचो पोखरी पुग्नु सक्दिनँ होला किनभने अक्सिजन अलिकति कम भएको कारणले एकदमै चिसो छ यहाँ तलपट्टि देखिरहेको छ मर्सिङदी नदी बगिरहेको छ र एकदमै म स्वर्गको टुक्रामा चाहिँ अब आइपुगिसकेको छु र जहाँ आनन्द छ स्वर्ग त हामीले देखेको छैन पुगेको छैन तर पनि यस्तो आनन्द ठाउँ छ यो मनाङ ठाउँलाई तपाईँहरू पनि आउनु बाँकी हुनुहुन्छ भने आउनु होला यो मनाङ बजार एकपल्ट अवश्य पनि दृश्य अवलोकन गर्नुहोला र अघिको दृश्यमा म सबै देखाइरहेको छु ब्लू लेक ग्रिन लेक र त्यहाँ चप्लेटी ढुङ्गा र एकदमै यो बाँकी रहेको सबै यो हिमाली भेगहरूको एकदमै काखमा रहेको सुन्दर ठाउँ छ तपाईँहरू पनि एकपल्ट भिजिट गरिदिनु भन्दै म चाहिँ बिदा हुन चाहन्छु र अबको नयाँ नेताहरूले अवश्य पनि यो देशले एकदमै सुन्दर बनाउने छ भन्ने आशाका साथ हामी सबैजना आशा गरौँ जय देश र हाम्रो चेम्जोङ युट्युब च्यानलले पनि सब्सक्राइब गरिदिनु होला र यो भिडियोले अन्तसम्म हेरिदिनु होला भन्दै म चाहिँ बिदा हुन चाहन्छु नमस्ते सेवारो